हेलो वेलकम ब्याक माई युट्युब च्यानल। फेरि आज म फुटबल खेल्न जाँदैछु वेस्टर्न पार्क। तपाईहरुलाई म भिडियो अपलोड गरिराख्नेछु फुटबलको। तपाईहरुले हेरेर माया सपोर्ट सब गरिदिनु होला हैन। त्यही हो, भ्लग भर्खर बनाउन सिकेको, त्यस्तो धेरै फलोवर्स सब्स्क्राइबर पनि छैन। स्टार्टिङ हो, पछिको दिन राम्रो हुनेछ। अहिले मेरो स्टार्टिङ लाइन हो, पछिको दिन राम्रो हुनेछ। अब त्यति नै हो, अब के नै भन्न सकिन्छ। तर तपाईहरुलाई म फुटबलको भिडियोहरु चाहिँ म हप्तामा 2 दिन 3 दिन अपलोड गरी देखाउने छु। यो अनि अहिले चाहिँ म यही वेस्टर्नको साइडमा छु हैन। अनि यो चाहिँ हाम्रो यो अल्कुच हो, टक्क हाम्रो यहाँदेखि अल्कुच थियो। यो साइडतिर चाहिँ मेरो क्याम्प पर्छ क्या। यो चाहिँ मान्छे लखर भाइ भने जहिले पनि भिडियो ए टक्ला अबे जो लप्पा है लप्पा बनाइराख्नु। ए मुला भिडियो पोस्ट गर्ने हैन, भिडियो बनाखा मात्रै। यहाँ न एनसी कहाँको हो यो मान्छे? अफ्रिकन जस्तो देखिन्छ त हौ। म चाहिँ यस्तो भिडियो यस्तो चाहिँ पहिला बनाउने थियो, अहिले चाहिँ बनाउनु छोडिसक्यो। झ्याउ लाग्छ क्या। अब यस्तो भिडियो बनाएर केही फाइदा पनि छैन। नाच्ने हो, इन्टरटेनमेन्ट दिने सबैलाई हैन, त्यही हो। मलाई गीतै लाग्न थालिसक्यो। अब आजभोलि जस्तो हिँडेर बनायो भने पनि म स्टोरीमा मात्रै हाल्छु, त्यस्तो टिकटकमा मात्रै भिडियो पोस्ट गर्दिनँ। अब के गर्नु, न्यु इयर पनि सकियो भनौँ। आज लास्ट हो न्यु इयर पनि सकियो। कतै घुम्न पनि गइएन। हेर न कति गोरो मान्छेहरू, जोडी हुनेहरू यसरी हिँड्छन् अङ्गालो मारी। हामी चाहिँ खल्टीमा हात हाली हिँड्नुपर्छ गाइस। अब जोडी छैन। हेलो जोनी सिन्स ए ओ नाना ओ नाना भ्यू चाहिँ बब्बा लगाइरहेको क्या। ए हेर न पागल। वेलकम। अब हामी चाहिँ के है, अब यस्तै हो होइन। भ्लग बनाएको के भयो खै। अब मलाई त आउँदैन नि बोल्नलाई। मलाई त फेरि केही नै आउँदैन बोल्ने, के भन्ने। हामी ल भाग्यमा नि ल के बोले भाइ? अब के बोले? के बनाउने कस्तो ल गेडा हो। अब हिजो चाहिँ कोही थिएन यहाँ, सब खाली थियो। सब बुर्ज खलिफा गएको थियो। अब हिजो बुर्ज खलिफा गएर सबको पैसा रित्यो। लास्ट अप्सन भनेको यहीँ वेस्टर्न नै हो। पैसा रित्तेपछि वेस्टर्नमै डेटिङ बस्ने टक्क लाएर अरू कामै छैन। हेर्न सक्नुहुन्छ होइन, यति धेरै मान्छे छ कि मा कसम के साह्रो हो। तर म हाम्रो केटाहरू चाहिँ यता उडाएर मैले कालो देख्यो कि मा कसम चस्मा लाएर हो यार। चस्मा लाएर पो कालो देखिन्छ त यार। न त यस्तो दामी सिन आएकोमा किन कालो देखियो भनेको त। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है, यहाँ मान्छेहरू कति भिड छ। हेलो केटाकेटीहरू, को नेपाली हुनुहुन्छ? नेपाली बुझ्ने कोही छैन नि? मुजी के बोले भाइ? अब के बोले? नेपाली बुझ्ने कोही छैन नि होइन? मुजी बुझ्छ त नेपाली? मुजी बङ्गाली मात्र बुझ्दैन। म नेपाली होइन।
Ôi mẹ, xoay à này. जर्सी नम्बर 11 जर्सी नम्बर त यहाँ लेखेको छैन त्यही पनि राम्रो प्रहार थियो राम्रो खोस्यो अगाडि बढ्यो राम्रो पास दिएका छन् अब सुट हाने तर त्यो गोल हुन सकेन राम्रो थियो तर गोल हुन सकेन राम्रो अवसर थियो उनी त्यहाँ पुग्न सकेनन् राम्रो ठिक हानेको थियो र त्यो फल बल भएको छ किपर एकदम नाइस सेट किपर निकै टाइट भएको कारणले गोल हुन सकेन र राम्रो अवसर थियो उसले राम्रो पास दिएका छन् सन्देशले राम्रो कटाएका थिए तर त्यहाँ साथी पुग्न सकेनन् नाइस बल थियो